रोटी बेल्न कहाँ सिक्नु भएको माइत ए राम्रो बेल्नुदो रहेछ त वाउ कस्तो राम्रो रोटी ओहो अनि तपाईलाई रोटी पहिले बनाउन आउँथ्यो काइनरमा आउँछु ए अनि बीचमा किन छोड्नु भएको बनाउन बिचमा छोडेको हो अब ए बेलेर देखाउनु त एकपल्ट यो चाहिँ बेल्ने नाङ्लो यो चाहिँ राख्ने हो ए वाउ अनि मोटो भएन अलिक मोटो खालको भएन पातलै छ ओहो ल ए तपाईँलाई राम्रो बनाउन आउँदो रहेछ यतिको बनाउनु हो भने त भइगयो नि कतिवटा बन्छ रोटी कृष्ण चारवटा भनौँ अब अझै कतिवटा भन्छ ए मतलब चारवटा जम बेलो अनि एकैचोटि ल्याएर पकायो ए राम्रो बनाउनु त रहेछ हैन राम्रो बनाउनु त रहेछ बेल्नु ल ठिक छ ल यतिको रोटी बनाउनु हो भने भइगयो त बेलुका भात खानु राम्रो कि रोटी खानु राम्रो रोटी ए तपाईँलाई भात बनाउन मन लाग्छ कि रोटी बनाउन अब पानी भयो रोटी नै हो ए ल साथीहरू हेर्नु है माताश्रीले रोटी बनाउँदै हुनुहुन्छ बेल्छु कि अनि रोटी बनाउँदै हुनुहुन्छ बेल्दै हुनुहुन्छ यस्तो गर्मी छ त्यही पनि एउटा यो रोटी भन्ने चिज पनि राम्रो हो कि बानी नखाउन्जेलसम्म मात्रै हामीलाई झन्झट लाग्ने हो बनाउन हामीले खाने बानी हामीलाई भइसकेपछि फेरि रोटी पनि हामीलाई धेरै बनाउन जाँगर लाग्छ अल्छी लाग्दैन क्या साथीहरू ल म तपाईँहरूलाई पकाएको पनि भरसक देखाउने कोसिस गर्छु हेरौँ अब होइन यो चाहिँ रोटी बेल्दै गर्दै हुनुहुन्छ यतिको रोटी जे होस् राम्रै छ